मैले साग पखाल्दैछु यो सला कोदो काट्न जान भनेको तर तैँले काम भ्याएर पकाएर भएपछि सँगै जाने मैले काम नभएछ भने नजाने तर बजारमा फेरि बोल्दिन्छु कस्तो राम्रो साग नि तिहार सकिन नपाउँदै काम सुरु भइसक्यो अब हाम्रो के अरे गोपी लसुन प्याज त्यसपछि फेरि सिमी ए कोदो चाहिँ यस्तो राम्रो छ मुसाले खाएर केही छैन मुसाले खा बिहान बिहानै यो शीतमा यो जाडोमा तपाईँले बेइज्जत नगर्नु त मम्मी मेरो 8 बजी उठ्यो कि आफ्नो भिडियोमा आफ्नै बेइज्जत गरिदिनु मम्मीले जाडो भएर अगर आज तपाईँलाई त बेइज्जतै गर्न भिडियो खिचे जस्तो भयो मम्मी मेरो आफ्नो खुदको बेइज्जत खै होस् या बेलुकीसम्म मैले नल कटाएर नि धुन्छु कसलाई तामा काट्छु मैले काट्नु त पर्यो खाना पकाउने बाना त बसेर नाच्यो कि भाइ बेइज्जती छिटो छिटो हामीले एक्लै काम गरेर बस्यौँ म पिसाब ला भनेर बाना पाएर आयौँ टिकटक बनाएर बसेँ अब बिमलाल त खाना पकाएर नाचेर ठगेर बसेँ कि कोदो काट्न जाँदा उ भएर एक्लै बोलाएर भन्यो भने त फेरि बसेर नाचे ठगिने भनेर यस्तो दामी छ आजको मौसम सब फुल फुलेर टक्कमक्क भयो अब यहाँ कोदो काटेर नल काटेर खनेरसम्म सकिसक्यो अब यहाँ आबी ल्याउनु खाना चिनी राखिदिएको यहाँ ल्याउनु आज खानामा छ मुला भात चटनी साग दाल मही दुध त्यत्रो त होइन साग त यता खाना पस्किँदै हैसिन्छ दिदीले ऊ खाना चाहिँ त्यस्तै दिदी अर्का भाबाट मुला झिकेर करेङ करेङ तपाईले कुट्नुहुन्छ कि मैले कुटाउँ मम्मी मैले कुट्ने के हेर्नु मम्मीले फुर्लुक्क खाना हुन्छ र मैदा हो र सुलिएको मैदा र आटाको खाना हुन्छ ल कोदो कुटेर नि सुकिसक्यो कुटेर सकिसक्यो बिमला कहाँ गयो भागी साडी पठाउनु लाइहिने रेल पक्कै मुसा खिचाउने